क्या सस्तै धेरै महँगो किन लाग्नु हेलो गाइस हामी चाहिँ युनिकको सामान किन्न जाँदै गरेको युनिकको चाहिँ अब जाने दिन आउँदैछ भोलि कल जरुर आना कल जरुर आना रे हेलो युनिक बम्स कस्तो नराम्रो लागिरहेको छ भोलि फाइनली जाँदैछौँ अब फाइनली अहिलेदेखि स्टार्ट गर्छु म अब चाहिँ आँसु पुस्दिनु स्टार्ट गर्छु युनिक भन्नु म हिजो कति रुएँ तपाईँले चित्त दुखाएर हो कति राम्रो लुगायो हो सिकान खेल्दै सिकान झाडेको चाहिँ थाहा पाउँदै थियो त्यही भएर अब बाज्ने साथी जाँदैछ त्यही भएर बाँच्ने साथी होइन काम गरिदिने साथी भन कफी बनाइदिने बिहान बिहान बुढा भएको के काम के गर्नु के भन्नु भन न उदाहरण दिएको नि भेनालाई युनिकले के भन्नु अनि जय म त भन्ने आएन त्यही होइन सही हो अस्मिता चाहिँ भोलि उसको बुढा जान्छ अनि बिराक्त लगाएर रुँदै हिँड्दैछ अगाडि बाटो पनि पानी परेर हिँड्दै रुएर रुएर आँखाहरू सुनिएर केही छैन ल मसला मेरो बुढीले यसरी खान्थ्यो भनेर गाइस चाहिँ युनिकको प्याकिङहरू चाहिँ भइसक्यो सामान प्याकिङ चाहिँ भइसक्यो उसको यो दुईवटा लगेज भित्र तिमी बिना बस्दिन म एकै पल बाँच्न भन्दै रुँदैछ अस्मिता परि जाओस् बुढाको फ्लाइट भोलि छ अनि बुढीले चाहिँ ह्यान्डसम बनाएको रे अर्कोले पटाए नै छैन राम्रै बनाएको मेरो बुढीले म चाहिँ उसको बुढा हो नि त हो कि होइन भन्नु त दिदी कस्तो फिल भइरहेको छ भन्नु न भोलि जानु हुँदैछ रुनु आउँदैछ भन्नु न होइन बेसरमहरू म किन काटिहालिदिन्छु भोलि म त अनि तिम्रो फोन काट्यो भने त केबाट हाल्छौ त अनि उफ अर्को सधैँ बज्दैछ नि उता पर खैनीलै इनड्राइभ बुक गर्नु है
कति केजी छ? 29। हातबाट लिएर जान्छ हुन्छ। किन त्यस्तो गरेको? निन्द्रै पुगेको छैन। मजाले थुतु गरिदिनु भयो नि, भरे सातो जान्छ नि फेरि। गयो देवा। मान्छे चाहिँ यति धेरै आज त यति धेरै अझै स्टिल अझै पनि घटिसकेको छैन। मान्छे त यति धेरै छ है। तर अघि हेरि चाहिँ धेरै नाक मात्र पाप्रीहरू बोकेर